हेलो गाइज, आज चाहिँ हामी आइएनए मार्केट जाँदैछौँ र आइएनए मार्केट चाहिँ दिल्लीको चाहिँ एकदमै ठुलो मार्केट हो र यहाँ चाहिँ इन्डिया गेटको छेउमा हुनाले सबै एमबिसीको मान्छेहरू पनि यहीँ आएर सपिङ गर्नुहुन्छ। किनभने यहाँ चाहिँ एकदमै फ्रेस भेजिटेबल भयो, फ्रुट्स भयो, मासुहरू भयो, सी फुड भयो, सबै प्रकारको सामानहरू पाइन्छ यहाँ चाहिँ। र अब चाहिँ हामी अलमोस्ट आइएनए पुग्नु आँटेको छौँ। र यो आइएनएमा चाहिँ गयो भने चाहिँ एकदम टाइम बितेको पनि थाहा हुन्न, किनभने यति प्रकारको सी फुडहरू हुन्छ यहाँ। यस्तो मजा आउँछ यहाँ चाहिँ सपिङ गर्नुलाई पनि। फ्रुट्सहरू पनि सबै प्रकारको, हाम्रो अब इस्कुस भयो, यहाँ रायोको सागहरू एकदमै 12 मास पाउँछ यहाँ चाहिँ। इस्कुसहरू पनि, एप्पल्सहरू, अब फ्रुट्सहरूमा पनि थुप्रो प्रकारको एकदमै मिठो पाउँछ यहाँ चाहिँ। र अब चाहिँ हामी यो आइएनए पनि पुगिसकेको छौँ। र अब चाहिँ हामी पहिला सिधै भेजिटेबलमा जाने हो। यो चाहिँ आइएनए मार्केट हो तर है कुर्ताहरू पाउने ठाउँ सबै कुरा पाउँछ यहाँ चाहिँ। अब हामी सिधै भेजिटेबल सप जाने होइन त, नकिन्ने अरे त बरले त्यो। हेर्नु यहाँ पनि आइएनए पनि बहुत भिड हुन्छ तर बहुत भिड भएर हुन्छ हो। यहाँ चाहिँ हामीले खोजेको सबै कुरो पाउँछ, अरू जग्गामा चाहिँ पाउँदैन, अभाइलेबल छैन। यहाँ चाहिँ प्रायः जस्तो सबै नै पाउँछ हामीले खोजेको कुरोहरू। अन्त अब हामीले सब्जी किन्ने दोकान चाहिँ यो हो, यता हो। हेर्नुपर्छ के लिने हामीले। मसरुम यो त होइन, यो त बटन पो लाग्छ। बटन लाने, यो सडेर जान्छ, खाँदैन। 99 छोटा सा डाल दिए पत्ता खाँदैन सिमल तरु लाने हो। फुफू खानु ला हो त्यो क्या त अफ्रिकनहरूले खान्छ नि। मिर्ची ग्रिन चिली नि रहेछ। यो पनि पिरो हुन्छ त। यो त जिरे खोर्सानी जस्तै हो। यो जिरे नै त होला नि। जिरे नै हो। भाइले गोबी खान्छ है मम्मी हेरिदिउँ, छानिदिउँ। करेला उतार्यो त्यो एउटै लिनु हौ है। भरे सामान त पुरा रहेछ त तपाईँको। यो के हो अन्त? यो त्यस्तै हुन्छ त मगाइदिन्छ खण्डा। त्यसको त हुँदैन। देखाइदिनु न सब्जीहरू अलि अलि त्यहाँ रोकिदिनु। अहिले मासुमा देखाउनु यहाँ चाहिँ साग पनि एकदमै धेरै प्रकारको पाइन्छ। यहाँ चाहिँ टमाटरहरू पनि एकदमै 5-6 प्रकारको थियो। कुनै चेरी टमाटो थियो भने कतिवटा त हामीलाई नाम पनि थाहा हुँदैन। यहाँ चाहिँ फ्रुट्स पनि धेरै भेराइटिजको हुन्छ। म्याङ्गोदेखि लिएर ड्र्यागन फ्रुट, स्ट्रबेरी, किवी होइन, ग्रेप्स पनि 2-3 प्रकारको हुन्छ। अब सबै नै हुन्छ अनि एकदम फ्रेस हुन्छ यहाँको चाहिँ फ्रुट्सहरू पनि। प्लाम हो यो त। अब चाहिँ हामी यहाँ दिल्लीको चाहिँ वेट मार्केट जस्तो आइएनएमा चाहिँ अब चाहिँ हामी यहाँ मिटतर्फ गएको। यहाँ चाहिँ अब सी फुडहरू पनि सबै सी फुड पाइन्छ। अक्टोपस भन्नुहुन्छ कि क्र्याब्स भन्नुहुन्छ कि अब सबै नै पाइन्छ। अनि अब यहाँ मासु पनि तपाईँहरूको मटन पनि पाउँछ, चिकन पनि पाउँछ, अन्डा पनि पाउँछ, पोर्क पनि पाउँछ। यहाँ यी क्र्याब्सहरू छ, यहाँ अक्टोपसहरू, टुना, स्याल्मन सबै फिस पाउँछ यहाँ चाहिँ। अनि यहाँको चाहिँ पोर्क पनि एकदमै राम्रो हुन्छ, फार्म्सको हुन्छ, एकदमै सफा क्लिन। र यहाँ चाहिँ छेउछाउको एमबिसीहरूको पनि सबै यहीँ आउँछ सपिङ गर्नुलाई चाहिँ।
अनि यो चाहिँ सुँगुरको खुट्टा हामी छान्दैछु। मसला हेर्नु लु आमा यहाँ हेर्नु त गाइस अब चाहिँ हामी आइएनीबाट बाहिर निक्लेको अब चाहिँ घर जानुलाई अटो खोज्दैछौँ मारानी बाग जाऊ के भैया उयो 150 त कसले पनि दिँदैन नि बाटो घर फर्केको देख्दैन अटोले त मजाले है बसन्त ऋतुमा त फुलहरू मजाले फुल्छ नि त है तपाईँको फुलै देखेन है अघि आउँदाखेरि नि राम्रो त है गाइस आज चाहिँ अब हामी आइएनडीबाट आइपुग्यौँ के ल्याए भनेर देखाउँदैछु है त यो चाहिँ मसरुम हो नाम चाहिँ त्यति थाहा छैन यो चाहिँ एस्प्यारागस यो बटन मसरुम यो काने मसरुम सानो मसरुम चाहिँ यो पनि हो लाल मिर्ची हामी मिर्ची ज्यादा खान्छौँ त्यही भएर हिन्दी जान्छ मेरो चाहिँ सरी गाइज अनि यो चाहिँ ऊ हो किनो फ्रुट्स भनौँ फ्रुट्स यो अम्बक सुँगुरको मासु गोबी फुलकोपी सुँगुरको मासु यो रेड चिल्ली cucumber रेड पेपर एभाकाडो यसलाई चाहिँ के भन्छ थाहा छैन कोरियनमा चाहिँ ऊ भन्छ अन्त यो चाहिँ चिकु यो चाहिँ बाख्राको बुढी हो खसीको बुढी यो चाहिँ निम्बु अब गरम लाग्यो है यो चाहिँ राईको सागहरू पालक खै के छ हौ गाइस ल त गाइस अब हाम्रो सपिङ पनि भयो सबै भयो घर पनि आइपुग्यौँ पुरा गरम चढेको छ गरम पनि भयो थाकेर हत्तु पखाला चलेर यसै पनि हेर्नु हामीलाई त्यस्तो भएको छ है नजाउँ भन्दामा अब जानै पर्ने स्थिति आएर गएको हत्तु भयो अब आजको लागि यति नै हो है मेरो मिठो छोटो भ्लग है त गाइस ल बाई बाई